नेपाली कांग्रेस जाजरकोटका सभापति आदरणीय वेदराज सिंहज्यू, यस कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहज्यू, मञ्चमा आसीन नेपाली कांग्रेस जाजरकोटका सम्पूर्ण पदाधिकारीहरू, निवर्तमान मान्य सांसदज्यू, नेपाली कांग्रेस जाजरकोटका महासमिति सदस्य मुक्ति प्रसाद आचार्य, महेन्द्र बहादुर शाह लगायत सम्पूर्ण आदरणीय नेतागणहरू, नेपाली कांग्रेस पार्टीका विभिन्न तहमा भएका आदरणीय नेतागणहरू, नेपाली कांग्रेस पार्टीसँग सम्बद्ध सबै आदरणीय साथीहरू, यहाँ उपस्थित आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक जय नेपाल, हार्दिक नमस्कार टक्राउन चाहन्छु। सर्वप्रथम त नेपाली कांग्रेसको उम्मेदवार तपाईहरुका बीचमा आफ्ना एजेन्डाहरू लिएर म केही दिन अगाडि आएको थिएँ। ती एजेन्डाहरू नेपाली कांग्रेसलाई विश्वास गरी तपाईहरुले विजयी गराउनु भएकोमा यहाँहरू सबै जाजरकोटवासी, सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र साथै म धेरै लामो कुरा आज गर्दिन, किनभने जाजरकोटका समस्याहरू, जाजरकोटका सम्भावनाहरू र जाजरकोटका चुनौतीहरूका बारेमा राम्रोसँग अध्ययन गरेको छु। त्यसकारण आज म धेरै कुरा नगरिकन यो कार्यक्रम तपाईहरुलाई धन्यवाद दिनका लागि राखिएको। म तपाईहरुका प्रत्येकका पालिकामा, जाजरकोटका 7वटा पालिकामा आउने कोसिस गर्नेछु कि मैले निर्वाचनको बेला मैले भनेको छैन यो पटक, अरु जस्तो निर्वाचनमा यो वाद्य गर्छु मैले भनेको छैन। मैले मात्र यस पटक मैले जाजरकोटबाट जित्दैछु, तपाईहरुले जिताउँदै हुनुहुन्छ, तपाईहरुले अत्याधिक माया गरिराख्नु भएको छ। म निर्वाचनमा निर्वाचित भइसकेपछि तपाईहरुसँग आएर तपाईहरुसँग योजना बनाउने छु, तपाईहरुकै योजना अनुसार अगाडि बढ्नेछु भनेर मैले प्रतिबद्धता व्यक्त गरेको छु। त्यसकारणले म यहाँ आग्रह गर्न चाहन्छु, आज जाजरकोट जिल्लाका तमाम मतदाताहरूले सामाजिक सञ्जाल मार्फत, विभिन्न मिडिया मार्फत मलाई हेरिराख्नु भएको, सुनिराख्नु भएको छ। म यही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, जाजरकोटको शिर, जाजरकोटका तमाम तपाईहरु कसैको पनि शिर चुक्न दिने छैन, यो मेरो प्रतिबद्धता हो। सँगसँगै आज जाजरकोट भूकम्पको पीडामा छ, जाजरकोटका धेरै सम्भावनाहरू छन्, जाजरकोटका राष्ट्रिय गौरव लगायतका योजनाहरू आज अलपत्र परेका छन्। यी कुराहरू जाजरकोटका तमाम बस्तीहरूका मुद्दाहरू नेपालको सार्वभौम संसदमा पठाउने तपाईहरुले जिम्मेवारी दिनुभएको छ, त्यो म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु पुरा गर्ने। र सँगसँगै म अन्तिममा धेरै लामो कुरा गर्दिन, तपाईहरुलाई म अन्तिममा भन्न चाहन्छु, जाजरकोट जिल्ला तपाईहरुले जे भरोसा गर्नुभएको छ त्यो भरोसा मैले इमानदारतापूर्वक तपाईहरुसँग सल्लाह गरेर, यहाँका सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर, यहाँका जनप्रतिनिधिहरूसँग सल्लाह गरेर र तपाईहरु सबैसँग तपाईहरुको भावना अनुसार अगाडि बढ्ने प्रण गर्दै तपाईहरुले पुनः पनि मलाई विजयी गराउनु भयो। तपाईहरुलाई धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, जय नेपाल, नमस्कार। धन्यवाद माननीय खड्ग बहादुर बुढाज्यूलाई आफ्नो महत्त्वपूर्ण मन्तव्य राखेर जानुभएको छ। यो अगाडिको साथीहरू, तपाईको जसको हातमा मोबाइल प्रयोग गरेर राख्नु भएको छ र यहाँ उभिराख्नु भएको छ, यहाँ उभिराख्नु अगाडि पुग्न सकिराखेको छैन र आवाज रोकिराखेको छ, आवाज घुमिराखेको जस्तो छैन। मैले अगाडि पनि आग्रह गरे, उम्मेदवारले बधाईको टीका मार र खादा यो कार्यक्रम समापन पछि गर्नेछौँ। तपाईहरु यति भनेपछि कुरा बुझ्नुहुन्छ, त्यसैले अरू सबैलाई आग्रह गर्न चाहन्छु। समय असाध्यै ढिलो भएको छ। सबै युवा साथीहरू, यो विजयको बेला यहाँलाई म एउटा निवेदन गर्न चाहन्छु, संयम भएर, शान्त भएर, शालीन भएर र मर्यादित भएर आफ्नो भूमिका र व्यवहार प्रस्तुत गरिदिनमा आग्रह गर्दै यो कार्यक्रमलाई समापन गरिदिनु हुन
नेपाली कांग्रेस जाजरकोट पार्टी सभापति निर्वाचन परिचालन मूल समितिका संयोजक माननीय बेदराज सिंहजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।